सरहरूलाई नि बोलाउनु चितवन 7 धारा अहिले हामी यो चितवन 7 धारामा आएका छौँ गाईहरू यो चितवन खा नगरपालिका वडा नम्बर 9 मा रहेको छ यहाँ लुगा धुन नुहाउनको निषेध गरिएको छ सरस्वती लगायत यहाँ विभिन्न निकै चिसो तथा रमणीय वातावरणमा रहेको छ एउटा पोखरी छ देख्न सक्नुहुन्छ यहाँ तपाईहरुले चितवन 7 धारा यहाँ पर्यटकहरू पनि आन्तरिक तथा बाह्य पर्यटकहरू निकै आउने गर्ने भएको छ घुम्नको लागि देख्न सक्नुहुन्छ दृश्यमा चितवन 7 धारा निकै आकर्षक मनमोहक दृश्य रहेको छ 7 धाराबाट निस्केको यो पोखरी हो यहाँ पानी देख्न सक्नुहुन्छ तपाईहरुले अलिकति जुम गरेर हेर्नु भने यहाँ साना साना माछाहरू पनि पौडिरहेको देख्नुहुन्छ निकै क्लियर पानी छ यो क्लियर रूपमा देख्न सकिन्छ र यहाँबाट 7 धाराबाट निस्केको पोखरीबाट यो आउटलेट यहाँबाट निकास यहाँ देख्न सक्नुहुन्छ यतापट्टि यो जङ्गल निकै मनमोहक आकर्षक दृश्य देख्न सक्नुहुन्छ पानी क्लियर पानी एकदम टक्किएको पानी क्लियर पानी माछा पौडिरहेको अलिकति जुम गरेर हेर्नुभयो भने देख्न सक्नुहुन्छ यहाँले दृश्य नमस्कार सबैमा सबैको दिन शुभ रहोस् धन्यवाद।